नमस्ते, वेलकम बैक टू माई चैनल राइडर राम ब्लग। नगरकोटदेखि भ्लगिङ गर्दैछु है। एकैचोटि नगरकोटदेखि भ्लग गर्दैछु। जाँदैछु सिन्धुपाल्चोक है, हिमालयनको साथमा। साथी राणाको बाइक मागेर ल्याएको छु मैले है। यसो अनुभव हुन्छ नि त, अब यो सिन्धुपाल्चोकमा अब साइडहरूमा यसो भिजिट गर्नु पर्यो भनेर होइन। पानी ठुलो आएर चाहिँ यहाँ राणाको यो बाइक फर्स्ट टाइम राइड गर्दैछु म है। हुन त यो अगाडितिर पनि राइड गरेको छु टाइम उसको है। जुगलको अफ रोडतिर कुद्नुपर्छ है, त्यहाँको अनुभव पनि लिउँ यो बाइक सँगसँगै। के हो यस्तो है, धान हो कि गहुँ हो यो यसरी बिछाएको, धराप छ पुरै यस्तो सडकमा। कुन्दा बेसी आइपुग्यो है, फेरि हामी रहेछ कुन्दा बेसी आइपुग्यो। अब राइट जान्छ हामी 0 किलो हुँदै। जीरो किलो आइपुग्यो। अब लगभग 1.5 घन्टामा पुगिन्छ होला। बाटो कस्तो छ है, आज राति खतरा पानी परेको थियो यो नेपाल भए भनौँ न होइन। ओ राणाको बाइकले यार ज्यान दुखायो, पानी नभएर कि के भएर हो होइन। मेरो बाइकले भन्दा अलिक बढी नै यो पाखुराहरू दुखायो कि। एकछिन रेस्ट गर्छु है। रेस्ट गर्छु कहाँ भन्दाखेरि एक ठाउँमा चिसो खाने ठाउँ छ अलिक परतिर, त्यहीँ रोक्छु म। ओके, यो ठाउँमा एकचोटि मात्र छिरेको पहिला योभन्दा अगाडि। आज फेरि छिरेर हेरौँ। ओके, हाइवेलाई छोडेर अब अफ रोड सुरु भएको छ है। 17 देखि 18 किलोमिटर छ अफ रोड चाहिँ। यहाँबाट पुरै अफ रोड छ जमै त। अब चाहिँ भने रोड अनुसारको बाइक छ, मजा आउने भयो है। असली राइड है, जस एक्सपिरियन्स हुन्छ यस्तो रोडमा है। यो बाटो चाहिँ पिच हुनेवाला छ है चाँडै नै। अब यो झरीले गरेर होला, यो सायद यो भदौमा चाहिँ यसमा। ओए ब्रेक ब्रेक ब्रेक, ओए आमा कस्तो यार। ब्रेक मिलाएर हान्न जाने कि नजाने पुरै टायर चिप्लिरहेको के। ओ माई गड, यही बेस जस्तो सोच्यो नि हामीले है। पानी आएर ठ्याक्कै हेर न, पानी फ्लो भएर आयो क्या, अनि पहिरो आइहाल्थ्यो। ओए चेनमा मोबिल हालौँ त। छ घरमा। भाडामा ल्याउँछ बेच्दै मैले त्यो त। 220 राइड है। अब चाहिँ यहाँ दाइले त्यो हिमालयन चलाउने रे है।
त्यही भएर भनेको किन आएन फेरि बिस्तारै चलाउनु यो बाइक हेरेर मेरो बाइक अनि यो मेरो बाइक भन्दा अझ यो 220 लास्ट हल्का लाग्यो के एकदम कम्फोर्टेबल क्या यो 220 किन चल्यो भन्दाखेरि गाउँतिर किन चल्छ भन्दाखेरि हेर्न यति कम्फोर्टेबल छ है त्यो ढाड दुख्ने हात दुख्ने त्यो छैन के आनन्दले यसो टक्क राख्यो है हजुर फोटो हानु भनेको कहाँ कुनामा लग्यो क्या फेरि टक्क फोटो खिच्नु पऱ्यो है हिमालयनको अलि यहाँतिर रोक्यो हुन्थ्यो ल बाइक यता ढल्किएर क्या यहाँतिर त फेरि जतातता है झरना हुन्छ नि त यो बर्खामा त अघिको जोर झरना हो भने यो चाहिँ खोइ के भयो कस्तो बिर्छ मैले यार गुहे खोला यसलाई चाहिँ गुहे खोला भन्छ है यहाँ हेर ढुङ्गै ढुङ्गा है यही ठाउँमा कि मैले माथिबाट यो पानी परेको बेलामा एकदमै ढुङ्गै ढुङ्गा झर्छ क्या एक दुईजनाको त ज्यान पनि गइसकेको छ यहाँ है एकजनाको चाहिँ ज्यान गइसक्यो भने सुनेको छु मैले आइपुगेँ है म चाहिँ यहीँ चनौटी स्कुल है यो स्कुलको पछाडि चाहिँ बन्दैछ के बन्दैछ भन्दाखेरि हस्पिटल भोलिदेखि ढलान छ लगभग 1200 बोरा सिमेन्ट बराबरको ढलान छ है केही दिन लाग्छ एक दिन दुई दिन तिन दिनमा त सक्दैन पो त्यसको लागि आएको म है ओके भोलि चाहिँ अब हाम्रो बिहानैबाट स्टार्ट हुन्छ ढलान है तयारी हुँदैछ कस्तो गरौँ कि केटाको बाइक यार मुस्किलले घुमायो यार 400 cc को बाइकलाई पुरै फलामको छ वेटै कति होला त बाइकै साटेको इन्जिन माथि